जबसम्म नेपालमा नि संविधान पार्टी यो विदेशीले बनाइदिएको संविधान जबसम्म रहन्छ नि तबसम्म यो एक अर्कामाथि उसको सरकार बन्यो भने अर्कोले आन्दोलन गर्ने, उसको सरकार भयो भने अर्कोले आन्दोलन गर्ने, यस्तो क्रम भइरहन्छ क्या। मैले भन्न खोजेँ कि एकलौटी राजतन्त्र भएपछि एकदम बवाल हुन्छ क्या, एकदम बवाल। किनभने हिन्दूको सम्राट भनेको रोयल फ्यामिली जो शाही वंश भन्छ नि हो, यिनीहरू हो क्या। अब धर्म त अब सबैले मान्छ होइन, तर हिन्दूको सम्राट भनेको त शाहीहरू हो नि होइन, शाहहरू हो। त्यही भएर भन्छु नेपालमा जबसम्म हिन्दू राष्ट्र घोषित हुँदैन, जबसम्म राजतन्त्र आउँदैन, एकलौटी शासन पञ्चायत कालका, तबसम्म देशमा केही हुँदैन, केही पनि।